नमस्कार सबैलाई। आजको दिन पनि सामान्य नै रह्यो, तर रमाइलो पनि भयो। यहाँ चाहिँ मैले पकौडाको कडी बनाउँदैछु साथीहरू, हेर्नु होला है त। अनि बिहानै उठेर आफ्ना दैनिक कामहरू गर्दै समय बिताएँ। जीवनमा हरेक दिन केही नयाँ हुन्छ, तर हरेक दिनले केही न केही नयाँ कुराहरू सिकाउँछ। हरेक दिनले केही न केही कुरा सिकाएरै जान्छ होइन। ससाना कामहरू गर्दा पनि मनमा खुसी हुन्छ। मेहनतले गरेको काम आफ्नै आनन्द हुन्छ। थकान लागे पनि अन्य मन सन्तुष्ट हुन्छ। यही सन्तुष्ट नै जीवनको सबैभन्दा ठुलो उपलब्धि जस्तो लाग्छ। हामी सबैको जीवनमा सङ्घर्ष हुन्छ, तर मुस्कान र सकारात्मक सोच कहिल्यै छोड्नु हुँदैन। सानो खुसीलाई पनि मनदेखि महसुस गर्न सक्यौँ भने हरेक दिन विशेष बन्न सक्छ। अनि आजको भिडियोमा सही साथीहरू, मैले चाहिँ यो मम्मीले चाहिँ पकौडा बनाएर अनि त्यसलाई कडी बनाउन लाउनु भएको क्या। यसलाई कडीलाई मजाले त्यो बेसनको पिठोहरू घोलेर अनि दही राखेर मजाले फेटिराख्नु भएको छ। यसलाई मजाले चलाएको चलाइ गर्नुपर्छ साथीहरू। अनि यसलाई त्यसपछि ग्यास अफ गरेर अनि पकौडा छरिदिनु भयो। आजको रेसिपीमा पकौडा कडी अथवा दही कडी के भन्नुहुन्छ हजुरहरूले। थ्याङ्क यू फर वाचिङ भिडियो।